So today is Friday and I have a math test of 20 marks from derivative chapter and I have read nothing to be exact, and I'm going to the college. It's 5:46 in the morning. Boom. Nico. हामी स्कुल पुगिसकेका छौं। हैन पुरानो ब्ल्याक कार्ड हो त्यो ब्ल्याक कार्ड हामी त झन् ढिला भएको नि आगो त ल गाडीको स्पिड तल रे मोर्दिन हेर्नु मेरो दिदी हो होइन हाम्रो डमिनाइज सुहाउँछ कि यसले हामी चाहिँ अहिले त्रिशक्ति सेक्युरिटी लिमिटेडमा शेयर कसरी भरिन्छ भन्ने विषयको बारेमा बुझ्न आइसकेका छौं। Sleeping, and then life is a sailing. के सिक्यो तिमीहरूले पैसालाई अड्काएर राख्नु हुँदैन। गीत त छ डान्सर फाइटर केही छैन विरक्त लाग्यो आदि छैन के सिक्यो के सिक्यो ल भन्थ्यो मलाई
पैसालाई चलाउन जान्नुपर्छ पैसा चलाउन सिक्यो भने अरू के सिक्यो सेभिङ अरू के सिक्यो इन्भेस्ट गर्न सिक्यो अरू डोन्ट जज एनीवन इम्पोर्टेन्ट कुरा हो के लाइफमा खासियो अनि मैले भन्थे त्यो भन्दाखेरि 12 को एक्जाम वैशाखमा छ भने भोलि एक्जाम चाहिँ आज पढ्दाखेरि रेडी हुन्छ कि हामी आजै पढ्नुपर्छ हो ठिकै छ बरु आज चाहिँ मलाई अल्छी लाग्ला एक बजी हो एनपिएल चल रहा छ एनपिएल हेर्न मन लाग्ला हैन सिरिज आउँछ हेर्न मन लाग्ला 24 मा 1 घण्टा आधी घण्टा के फाइदा हुन्छ नि तिमीलाई सब तिम्रो कोर्समा इकोनोमिक्स होला एकाउन्ट होला बिजनेस होला इङ्ग्लिस कम्पिटेटिभ होला हैन किन गाह्रो होला हामीलाई त म्याथ गाह्रो कसैलाई होला चियाको पिच छ होला हैन त्यहाँ गर्छ अनि फर्म दिन्छ हामीहरू डिम्याटको पनि टिएमएसको पनि छ ब्याङ्कको त्यहाँ हामीसँग हुँदैन हैन ब्याङ्कमा ब्याङ्क पर्छ ब्याङ्क बाहेक सबै यहाँ हुन्छ कि ब्याङ्कमा कस्तो भयो बोल्ने गाह्रो हुन्छ हामी त युजर फ्रेन्डली हुन्छ अलिकति बरु डिम्याट पनि यहाँ खोल मेरो सेल यहाँ खोल टिएमएस खोल ब्याङ्क खाता खोले चाहिँ टक्क खोल तर राइट टाइम चाहिँ तिमीहरूलाई चाहिँ 1000 रुपियाँ अनि यो खातामा राखेर आइपी भन्न सिक आएन सर आइपी कसरी भर्नु साथी छ युट्युब छ त्यहाँबाट के सिकेर आऊ हामी सिकाइदिन्छु तिमीलाई आइपी कसरी भर्ने डिम्याट फर्महरूलाई अगाउमा डिम्याट कसलाई पर्दैन डिम्याट भनेको सेयर परेको खाता परेपछि सेयर कहाँ हाल्नेलाई हो डिम्याट चाहिने सेयर नपर्सन चाहिँदैन तर सेयर एप्लाई गर्न चाहियो डिम्याट फर्महरूलाई चाहिँ अगाउमा गर्नलाई ब्याङ्कमा पैसा चाहिँदैन पर्दैन ब्याङ्क खाता खोल फर्स्ट स्टेप हो तिमीले 1 विक लगाएर पनतीमा त्यत्रो ब्याङ्क छ त्यहाँ गएर एउटा फर्म ल्याऊ खाता खोलिदियो खाता खोलेपछि यहाँ हो हैन यहाँ तिमीलाई गाइड गरिदिन्छौँ हामी 200 रुपियाँ हो एप्लाई गर डिम्याट भर आइपी गर्न सब सिकाइन्छ त्यो स्टेप सिकेपछि पढ्यो भने नेक्स्ट स्टेप सिकाइन्छ तिमीलाई तर सिकिहाल्यो यस्तो कुराहरू कतिको यस्तो कुराहरू कलेजमा सिकाउँदैन क्या स्कुल कलेजले खालि सिकाउने भने त्यो कोर्स मात्र त्यो फाउन्डेसन मात्र त्यही भएर तिमीलाई इन्ट्रेस्ट छ भने चाहिँ आज मैले एक्स्ट्रा कुरा केही छ अनि तिमीले त्यहाँ क्लास पुगेपछि ला सोध्नु बाँकी छ भने चाहिँ अफिस वर्किङ डेज हुन्छ नि जुनै दिन आए पनि हुन्छ कि है त्यो भइसक्यो थिएन अनि तिमीहरूलाई इन्ट्रेस्ट तपाईँ यहाँ टाढा छ फर्म लिएर जान्छु भने पनि लिएर गयो हुन्छ फर्म चाहिँ डिम्याट खाता खोल्ने फर्म मेरो सेयरको र टिएमएस होइन ब्याङ्क खाता त्यहाँ खोल यो पनि खोल अनि ब्याङ्कको त्यही सब्मिट गरिदेऊ तिमीलाई एसएमएस पाइहाल्छ एकाउन्ट नम्बर अनि यहाँ आएर सब्मिट गर खाता खोलिहाल्छ इमेलमा आउँछ त्यो भएपछि तिमी इलिजिबल भयो कि सबै उठ्छ तिमी हुँदा त सब उठ्छ त्यो चिया कुकी छ चिया बिउ चिया हामीलाई चाहियो Welcome channel my vlog guys. अब हामी यहाँबाट जाँदैछौँ साथीहरू अहिले 10:20 भइसक्यो we are little bit late guys
त्रिशक्ति त्रिशक्ति सेक्युरिटिज Puppy on demand. Let's go. मैले चाहिँ सेकेन्डरी मार्केट पनि लगानी गरेर मेरो धेरै भएको अरूको चाहिँ आइपिओ मात्रै लगाएको सेकेन्डरी मार्केट भयो कतिबाट हामीले रिस्क लिनुपर्छ सो अब चाहिँ हाम्रो प्रोग्रामहरू आजको प्रोग्राम भनौँ न सकियो इट वाज हामीलाई थाहा नि थिएन होइन अनि पछि स्कुल गएको थिएँ म्याथको टेस्ट हुन्छ भनेर तर भइदियो बनेपामा प्रोग्राम सेयरको बारेमा सो यहाँ धेरै चिन्ता लिनु हुँदैन जिन्दगीमा होइन त्यही हो अब हुन्छ आइतबार आई गेस आइतबार नि बिता छ सोमबार Thank you for watching this video.